नागी गुम्बा जुन शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको छ। निकुञ्जभित्र जानको लागि 100 रुपियाँ भने बच्चा र ज्येष्ठ नागरिकहरूलाई भने निशुल्क गरिएको रहेछ। ठाउँ ठाउँमा जानुपर्ने स्थान र लाग्ने समय बोर्डमा राखिदिएको हुँदा गन्तव्यसम्म जान निकै सजिलो हुने रहेछ। यो ठाउँ हाइकिङ जानेहरूको लागि एकदम बेस्ट रहेको छ। लगभग 1 घण्टाको हिँडाइपछि हामी केही बेर रेस्ट गरेर गुम्बा अवलोकन गर्दै भगवानको दर्शन गर्नतिर लाग्यौं। भोजनको प्रतीक्षामा हो। भोजनको प्रतीक्षामा हो। खाली छ हाम्रो प्लेट खाली छैन। देख्न सक्नुहुन्छ तपाईहरु। खाली छ, अहिलेसम्म पालाएको छैन हैन।